एकैछिन यो भिडियो हेर्नुहोस् त। यहाँ तपाईँले के देख्नुभयो, यहाँ एउटा मुखमा क्यान्सर भएको देखाइएको छ। माथि सुर्तीजन्य पदार्थ सेवनले मुख तथा घाँटीको क्यान्सर हुन्छ भन्ने लेखेको छ। यसको अपोजिटपछि तपाईँले हेर्नुभयो भने सुर्तीजन्य पदार्थले सेवनले घाँटी तथा मुखको क्यान्सर हुन्छ भनेर लेखेको छ। यहाँ मसिना अक्षरहरूमा पनि लेखेका छन्, धुम्रपानमा हुने निकोटिन टार कार्बन मोनोअक्साइडले मुटु र फोक्सोको असर गर्छ भनेर लेखिएको छ। त्यस्तै यतापट्टि धुम्रपानमा नाइट्रोसोमाइन र बेन्जोपाइरिन जस्ता क्यान्सरको कारक तत्त्वहरू हुन्छन्, धुम्रपान गर्न छोडौँ भनेर लेख्दाखेरि पनि मान्छेहरू सचेत नभइकन धुम्रपान सेवन गर्छन्। यसबाट राज्यको वर्षेनी ठुलो सङ्ख्यामा बोझ थपिँदै गएको छ, क्यान्सर जस्ता कारकहरू लाएर। त्यसैले धुम्रपान गर्न छोडौँ, स्वस्थ रहौँ, सचेत रहौँ।